गुड मर्निङ गाइज। अहिले चाहिँ बिहान 6 बज्यो हैन। त्यही हो 6 बज्दाखेरि अलमोस्ट ट्रेल रुट भेट्न आँटिसकेँ मैले। पहिला पनि आइरहेको बाटो हो, बट अलिकति त्यो बिचको बाटोबाट आज एक्सप्लोर गर्न गइरहेछ। किनकि अस्ति एबकस गोर्जेस भन्ने ट्रेल गएको थियो, अहिले चाहिँ अर्को नयाँ ट्रेल जानु खोजेको छ। अब आज लगभग 20 किलोमिटरको रनिङ हुनेछ। लेट्स सी के हुन्छ। यो चाहिँ ओलिभ ट्री हो हैन, यसरी फल्छ ओलिभ चाहिँ टन्न लट्रमै जस्तो फलिरहेको छ। अलि सानो सानो छ, मिडियम टाइपको भइरहेछ, तर भोलि पर्सि ठुलो हुन्छ। यो ठुलो त के हुनु, योभन्दा अलि ठुलो हुन्छ। त्यो बेलामा चाहिँ टिपिन्छ अरे। ओलिभ टन्नै छ यो एरियामा। रोड हिँड्दा हिँड्दा झ्याउलाइसक्यो यार लास्ट। टक्क यहाँ यो बाटो आइपुग्दाखेरि सनराइज भयो। अब गर्मी सुरु हुन्छ। लगभग धेरै पार चाहिँ कभर भइसक्यो क्या। एबारे बालै छैन, चिल पाराले गइन्छ आइज है। यो सेक्सन म चाहिँ सेकेन्ड टाइम हो, तर आज चाहिँ ठ्याक्क के अरे पहिला चाहिँ यताबाट पहिला एबकस गोर्जेस भन्ने ठाउँतिर गयो। अहिले चाहिँ यहाँबाट माथितिर टक्क लाउने छौँ, किनकि यताको पनि गजबको ट्रेल छ जस्तो लागिरहेको छ मलाई। लेट्स एक्सप्लोर हैन। अस्ति यो चर्चबाट उता गएको थियो, आज चाहिँ यो चर्चको के अरे हामी राइड लाग्नेछौँ। राइडबाट ट्याक्क माथि पनि एउटा मजाको ट्रेल छ जस्तो लागेको छ मलाई। हेरौँ एक्सप्लोर गरौँ के हुन्छ। यहाँबाट सट्टा आयो, यहाँ पार्किङ गर्ने ठाउँ छ। यताबाट अझै पर जान पनि सकिन्छ। आज यहाँबाट उकालो लाग्छु म हैन। एसी के हुन्छ एक्सप्लोर गरिदिउँ है त। पनि पुरै जिप ट्र्याक चाहिँ जिप ट्र्याक नै रहेछ हैन। मजाले छ जिप ट्र्याक। अब यहाँबाट बिस्तारै गइन्छ। मजाको चौरहरू छ यहाँ, बाख्रा साख्रा पनि चराउँछ होइन। तर अहिले चाहिँ घाँस सास केही छैन, सब सुकिरहेको छ। अब चाहिँ गाइज बबाल तरिकाको पावर पनि आइरहेको छ। टक्क लाएर नेचर ट्रेल पनि छिर्यो होइन। अब चाहिँ फ्रेस भइरहेको छ क्या। अहिलेसम्म चाहिँ होइन दौडिरहेको थियो, निन्द्रा लाग्यो जस्तो त्यो पावर लुज भइरहेको थियो। अब चाहिँ फुल अफ एनर्जी है, किनकि नेचरको पावर त्यो कनेक्सन हो। आई डोन्ट नो। टक्क यहाँ आइसकेको छ चाहिँ घाम साम लाग्यो नि बाल छैन होइन। घाम त चाहिन्छ नि, हल्का हल्का उकालो छ, त्यति धेरै उकालो पनि छैन। नेक्स्ट टाइम चाहिँ यहाँबाट गएर उता 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 त्यो ठुल्ठुलो पहाडहरू एक्सप्लोर गर्नु छ। त्यो चाहिँ अलिकति जाडो सिजनमा जानु पर्ला। यहाँ चाहिँ अब है जनावर त केही हुँदैन भन्छन्। हेर यहाँबाट माथि माथि लाग्दिउँ। त्यहाँ पनि बाबा प्लेन एरिया रहेछ। यहाँ चाहिँ एउटा बबाल स्पट रहेछ। यो के हो, गोठ सोट अथवा क्याम्पिङ स्याम्पिङ गर्न चाहिँ बबाल खालको ठाउँ रहेछ होइन। आगो सागो बाल्दाखेरि पनि यो धुवा निकाल्ने ठाउँ पनि रहेछ। सब ठिक छ। यहाँ मैले टी सर्ट सिसर्ट सबै सुकाइसकेँ होइन फुकालेर। मेरो चाहिँ अब यहाँ ब्रेकफास्ट रेडी भइसक्यो होइन। ब्रेकफास्ट सेटअप हानिसक्यो टक्क। यहाँ ब्रेकफास्ट सेटअप होइन, सट्ट लाएर ब्रेकफास्टमा सब्जी छ,
अनि चिल पारेर यहाँ ब्रेकफास्ट गरिन्छ हैन आधी घन्टा जति मजाले अनि त्यसपछि फेरि सुरु गरिन्छ हैन यस वेदर आजको बवाल छ सबभन्दा बेस्ट कुरा भनेको अरु भनेको भाइब्स पनि यो घाउगिरी पनि कराएको कराइ छ हैन धेरै करायो भने त लास्ट रिउसर छ जस ठिकै कराइरहेछ अहिले तर अघि भन्दा चाहिँ बेसी नै कराउन थालिसक्यो तर केही छैन एकछिनको लागि हो मजा आइरहेछ यार बवाल तरिकाले ल के भन्ने अब यस्तै हो हैन लेट्स इन्जोय ब्रेकफास्ट यो ब्रेकफास्ट गरेर सक्यो हैन मजाले रेस्ट गर्यो लाग्यो ग्रिनरी चाहिँ एउटा पनि छैन हैन तर त्यो ग्रिनरीको टाइममा आएको भए चाहिँ बवाल देखिन्छ चौरहरू हैन अहिले ग्रिनरी पनि छैन यताबाट खिच्दै टक्क पाइन्टीहरू झ्याउगिरी मजाले कराइरहेछ जीप सफारीको लागि चाहिँ बनाएको रहेछ त्यो बाटो अब यो डाँडा गर्नुपर्छ हैन वाउ लुक एट दिस भ्यू लुक एट दिस भ्यू गाइस सयो एक्सप्लोर गर्ने भन्ने ठाउँ रहेछ अरू गाडी त्यहाँ आइरहेछ एउटा गइसक्यो यो ट्रेल एक्सप्लोर गरिदिउँ क्लाइम्बिङ गर्नलाई बबाल भएको टाइम भइसक्यो हैन बवाल छ यार यो सट्ट आएर हैन पहाड ढुङ्गाको ट्रेन चाहिँ भेट्यो कति हो ट्रेल थाहा छैन कहाँसम्म पुगिन्छ लेट्स एक्सप्लोर हैन सही छ ट्रेलको लाइन यो तर ट्रेल चाहिँ नेक्स्ट लेभल छ क्या चराचुरुङ्गी के हो छ कि छैन बाटो छैन जस्तो फर्किन्छ त्यहाँ पनि हेरौँ न एकछिन छ त जस्तो लाग्यो छैन त बाटो छैन हो हेरौँ अझ एक्सप्लोर गरौँ हैन निड टु बी भेरी केयरफुल हैन सर्प नै आउन सक्छ के थाहा त्यति एक्सपर्ट छैन नि त यो ठाउँको लागि हैन तर चराहरू चाहिँ धेरै छ क्या यसो गइदिउँ चराले गुड बनाएर आएछ अर्को एपिसोड खिच्दिउँ
के छ यहाँ खोला बग्ने ठाउँ रहेछ छ टेढो मान्छे नहिँडेर चाहिँ केही यसको मार्क मात्र छ क्या बाख्रा चराउने ठाउँ जस्तो छ मजाकै छ ट्रेल त अच्छा सट्टै यता हो कता हो यहाँबाट छैन क्या हो मिठो ठाउँमा आइपुग्यो तल चाहिँ अघि बाटो एक्सप्लोर गर्दा त्यति बाटो नरहेछ होइन के अरे त्यस पछाडि त्यो निस्किनु खोजेको निस्केन तर गुगलमा चाहिँ अलरेडी मैले यो बाटो पत्ता लगाइसकेको थियो यही बाटो जान्थ्यौँ अब यहाँबाट त्यो घर पुग्छ त्यो घरबाट अलिक पर मेन रोड त्यसपछि ट्रेल रुट फेरि भएछ त्यसपछि घर पुग्छ तर यो पनि बबाल छ होइन वर्थ इट छ आउँछ हल्का गर्मी छ गर्मी त हुने नै भइहाल्यो जुलाईमा दौडिरहेको छु गाइस जुलाईको लगभग मिड भइसक्यो तर टेम्परेचर त्यति हाई चाहिँ देखाएको छैन क्या 30 डिग्री 32 भनेको इट्स नर्मल होइन त्यो पनि काठमाडौँमा पनि अहिले त्यस्तो 32 सम्म गइसकेको छ टेम्परेचर भनेपछि इट्स नट ब्याड सही छ इन्डुरोको लागि टक्क मोटर बाइक सरर कुदा भने बोवा मजा आउने आउँछ परबाट आयो सरर हुँदै यहाँ पुग्यो अब यहाँबाट फेरि कहाँ जान्छ नो आइडिया सेट म्यान म्याप हेर्नुपर्छ हट यहाँ एउटा वेलकम टु द फार्म होइन यो फार्ममा आइपुग्यो क्या ठ्याक्क फार्म चाहिँ ठ्याक्क हाम्रो ओनरको साथीको रहेछ बुढाहरू जोस सुट खाएर चिल गरेर रहेछ होइन एकदम खुसी लाग्यो यो चाहिँ पुरै गाउँ जस्तो भइसक्यो क्या चिन्छ कस्तो के अरे चिनिहाल्छ नि को हो त भनेर ए यो हो यतिको भाइसँग विदेश आएको जस्तो नहुने होइन सही हो एउटा बेस्ट प्लेस पिपलको रुख छ पिपलको रुख मुनि मजाले बसिन्छ एकछिन होइन अहिले यो ट्रेल सरर यो ट्रेलबाट तल झरिन्छ हामी एकछिन मजाले रेस्ट गरेँ होइन यहाँको अब चाहिँ चलिदिनु पर्छ यो बबालको नेचर ट्रेल छ यो नेचर लाएर यो नेचर ट्रेल हुँदै तलतिर लाग्छौँ गाइज होइन ओ अहिले चाहिँ हुप्प भयो यार गर्मी लागेको रहेछ तर केही छैन सबै रेडी छ जस्ट निस्किने मात्रै हो होइन हाम्रो सर लगाएर चल्दैछ नि हो खासै धेरै टाइम चाहिँ लाग्दैन अब यो चाहिँ एकदमै प्रपर ट्रेल हो क्या होइन एकछिनको छ तर मिठो छ क्या
आ गया यार, बवाल मिठो। सही हो गयो। ओहो छोटो मिठो ट्रेल छ। कहाँबाट जाने अब, बाटो सक्यो। फाइनली अरू पाखोमा आइपुगेको छ है। टक्कै यहाँ खर छ क्या अरू बाटो। यहाँबाट चाहिँ पुरै प्रपर ट्रेल जस्तो मात्र छ, ट्रेल पनि होइन तर मजाको छ बाटो चाहिँ छ होइन। हल्का मार्किङ चाहिँ छ क्या, तर बाख्रा साख्रा हिँड्यो होला, मान्छे हिँड्ने ट्रेल त होइन। दिस इज द भ्यू। यहाँबाट सर र तल जान्छौँ होइन। यो बाटो हो, बाटो चाहिँ यही गाइज। चिप्लो रातो माटो चिप्लो बाटो भनेको जस्तै हो। गाउँमा भैँसी चराको ठाउँभन्दा दोब्बर छ यार यहाँ त। काँडा लास खोज्छ क्या घर भन्दा नि। चरा भाग्यो। काँडाले खोज्छ यार लास्टै। कसरी हटाउँ यसलाई अब, यस्तरी च्याप्ने हो चल्दिने होइन। ओहो लगाइज कहाँ हो बाटो, बाटो यहीँ छ होइन, देखिरहेको छ नि। त्यो आजको ओभरअल ट्रेल बवाल थियो। यो चाहिँ पहिला दौडिरहेको ट्रेल हो होइन। तर पनि पहिला चाहिँ उकालो आएको थियो, अहिले चाहिँ अल्तिर गइरहेको छ। बुढा बाख्राहरू मजाले चलिरहेको छ होइन। सब डराएर हेरिरहेको छ, भागिरहेको छ के आयो भनेर होला। कहिले नहुँदोमा को आयो भन्दा चलेर घर जानलाई अघि गऱ्यौँ भएर पुरा यहाँ पनि ट्रेल रहेछ क्या, बाख्रा हिँड्ने ट्रेल लाइन आइरहेछ। हेरिरहेको ओहो घर जानला रहेछ केटाहरू दौडिनु होइन। होइन मान्छेको मात्र भाषा अनेक अनेक हुने क्या, एनिमलहरूको चाहिँ एउटै हुने। नेपालको बाख्रा पनि म्या गर्छ, यहाँको बाख्रा पनि म्या गर्छ। बिरालो पनि यहाँको नि म्याउ गर्छ होइन, अन्त देशको नि म्याउ गर्छ कि। तर वर्ल्डमा एउटै खालको ल्याङ्ग्वेज हुनुपर्ने हो क्या। कसले डेभलप गरेको थियो।
भाग्यो यार बुढी बाख्रा भाग्यो